दाइ रोक्नु न अङ्कल मलाई पुल्चोक गरेर आउनु पर्ने थियो मसँग पैसा छैन कि हेर्नु न म पुल्चोक गरेर आउनु पर्ने थियो मसँग पैसा छैन कि हो लगिदिनु हुन्थ्यो कि भनेर ओके गाइज हामी नेक्स्ट अटोलाई ट्राई गर्छौँ जसले हामीलाई फ्रीमा लग्नुहुन्छ उहाँलाई चाहिँ हामी 500 रुपियाँ पैसा दिन्छौँ अटो कुन आउँछ हेरौँ दाइ मलाई के पुल्चोक जानुपर्ने थियो कि मसँग पैसा छैन कि लगिनुहुन्छ पैसा छैन कि मसँग तपाईँ घर कता दाइ मिलन चोक ए दाइ पुल्चोक जा मलाई यहीँ ल्याइदिनु न ल मेरो बाइक यहीँ चोकमा छ क्या तपाईँको नाम के हो दाइ शालिराम गौतम ए नाम राम्रो रहेछ तपाईँको है शालिग्राम भगवान् जस्तै सेवा गर्नुभयो मैले एउटा दुईवटा अटोलाई रोकेँ अटोले वास्तै गरेन अनि तपाईँको कमाइ कति हुन्छ दिनमा ए तेल शुद्ध गरेर तेल कटायो भने चाहिँ ए म यो मल कसरी हुन्छ दिनमा आउँछु ल ए ल धन्यवाद ल दाइ जाउँ अघि ठाउँ जाउँ ल यता रोकिदिनु ल अघि ठाउँमा हो यहाँनिर रोकिदिनु यता साइडमा ल दाइ धन्यवाद तपाईँलाई मैले के यो मसँग पैसा त थियो कि होइन मैले त्यो लिफ्टको लागि हेरेर ट्राई गर्न खोजेको थिएँ लाउनु लिनु न लिनु लिनु न लिनु तेल हाल्नु पऱ्यो नि तपाईँले नि होइन तपाईँको शुभ नाम के हो दाइ ए मैले ट्राई गर्न खोजेको थिएँ कि फ्रीमा कसै लान्छ कि लानु भनेर 2-3टा अटो रोकेँ उहाँ लाग्नु मान्नु भएन अनि तपाईँले मान्नु भयो नि त ल धन्यवाद दाइ ल यस्तै सेवा गरेर जानु होला है कसैलाई साँच्चै दुःख पर्छ त्यस्तो बेला कति नजिक छ भने चाहिँ पुऱ्याइदिनु ल यही पैसाले पुऱ्याइदिनु ल ल बाई बाई ल साथीहरू उहाँ दाइले पुऱ्याइदिनु भयो खुसी लाग्यो